नमस्ते। आज म नेपालको वर्तमान संविधानलाई सरल र स्पष्ट रूपमा बुझ्नका लागि यसका 35 भागहरूलाई मुख्य 4 खण्डमा विभाजन गरेर हेर्न चाहन्छु। संविधानका 35 भागहरूमा प्रथम 6 भागलाई पहिलो खण्ड बनाइएको छ। त्यसमा संविधानको प्रारम्भ र राज्य शक्ति। यसमा नागरिक को परिचय, नागरिकलाई दिने मौलिक अधिकारहरू 31 वटा मौलिक अधिकार पनि गरेको छ, जसमा भाग 1 मा प्रारम्भिक छ, भाग 2 मा नागरिकता, भाग 3 मा मौलिक हक र कर्तव्य, जसमा 31 वटा मौलिक हक छ भने नागरिकका कर्तव्य पनि लेखिएका छन्। त्यस्तै भाग 4 मा राज्यका निर्देशक सिद्धान्तहरू छन्, नीति र दायित्व छन्। त्यस्तै भाग 5 मा राज्यको संरचना र राज्य शक्ति बाँडफाँड। नेपालको सङ्घीय संरचना अनुसार 3 तहको सरकारको बारेमा चर्चा गरिएको छ। त्यस्तै भाग 6 मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था भनेको कसरी राष्ट्रपति र उपराष्ट्रपति नियुक्त हुनुहुन्छ, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हो भन्ने कुरा पनि यसमा उल्लेख गरिएको छ। त्यस्तै पहिलो मध्य भाग भनेर भनिन्छ, त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह 3 तहको सरकारको बारेमा यसमा चर्चा गरिएको छ, जसमा भाग 7 देखि 10 सम्म सङ्घीय सरकारको बारेमा छ, जसमा 7 मा सङ्घीय कार्यपालिका, 8 मा सङ्घीय व्यवस्थापिका, 9 मा सङ्घीय व्यवस्थापन कार्यविधि, 10 मा सङ्घीय आर्थिक कार्यप्रणाली रहेको छ। र 11 र 12 मा भाग 11 मा न्यायपालिका छ। न्यायपालिका नेपालको केन्द्रीकृत रूपमै रहेको छ, 3 तहमा रहे पनि यो केन्द्रीकृत रूपमा चलिरहेको छ। त्यस्तै भाग 12 मा सरकार सल्लाहकारको रूपमा महान्यायाधिवक्ता कार्यालयको पनि व्यवस्था रहेको छ। पहिले यो संवैधानिक आयोगको रूपमा रहेको थियो, तर अहिले यसको संवैधानिक आयोग भन्दा पनि सरकारको एउटा सल्लाहकारको रूपमा रहेको छ। त्यस्तै भाग 13 र देखि 16 सम्म प्रदेश संरचनाको बारेमा व्याख्या गरेको छ, जसमा भाग 13 मा प्रदेश कार्यपालिका, भाग 14 मा प्रदेश व्यवस्थापिका, भाग 15 मा प्रदेश व्यवस्थापन कार्यविधि, भाग 16 मा प्रदेश आर्थिक कार्य प्रणाली रहेको छ। त्यस्तै स्थानीय तहको बारेमा भाग 17 देखि 19 सम्म कुरा गरिएको छ, जसमा स्थानीय कार्यपालिका भाग 17, भाग 18 मा स्थानीय व्यवस्थापिका, भाग 19 मा स्थानीय आर्थिक कार्य प्रणाली रहेको छ। त्यस्तै यो दोस्रो मध्य भागमा हामीले 3 तह बीचको अन्तरसम्बन्ध र संवैधानिक आयोगलाई राखेका छौँ, जसमा भाग 20 मा सङ्घ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धको बारेमा चर्चा गरिएको छ। त्यस्तै भाग 21 मा पहिलो संवैधानिक आयोगको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको छ। त्यस्तै भाग 22 मा महालेखा परीक्षकको कार्यालय, भाग 23 मा लोकसेवा आयोग, भाग 24 मा निर्वाचन आयोग र भाग 25 मा राष्ट्रिय मानव अधिकार आयोग रहेको छन् भने भाग 26 मा नयाँ आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग रहेको छ। यति यो 6 वटा आयोग मुख्य आयोगको रूपमा रहेको छ। त्यस्तै भाग 27 मा अन्य आयोग, अन्य 7 वटा आयोगको चर्चा भाग 27 मा गरिएको छ, जसमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोगको बारेमा भनिएको छ। त्यस्तै यी आयोगहरूको 10 वर्षमा पुनरावलोकन हुने भन्ने व्यवस्था धारा 265 मा रहेको छ। त्यस्तै अन्तिम 8 भाग संविधानको अन्तिम 8 भाग 28 देखि 35 सम्म यो सङ्कटकाल संशोधन तथा विविध विषयमा केन्द्रित रहेको छ, किनभने भाग 28 र 29 मा राष्ट्रिय सुरक्षा तथा राजनीतिक दल सम्बन्धी व्यवस्था रहेका छन् भने भाग 30 मा सङ्कटकालीन अधिकार, भाग 31 मा संविधान संशोधन, भाग 32 मा विविध रहेको छ, भाग 33 मा सङ्क्रमणकालीन व्यवस्था, भाग 34 मा परिभाषा र व्याख्या, भाग 35 मा संक्षिप्त नाम, प्रारम्भ र खारिजी रहेको छ। त्यस्तै अन्तिममा अनुसूची रहेको छ। 9 वटा अनुसूची छ हाम्रो संविधानमा। अनुसूची 1 मा नेपालको राष्ट्रिय झण्डा, अनुसूची 2 मा नेपालको राष्ट्रिय गान, अनुसूची 3 मा नेपालको निशान छाप, अनुसूची 4 मा प्रदेश र प्रदेशमा रहने जिल्लाहरू, त्यस्तै अनुसूची 5 सङ्घको एकल अधिकार, अनुसूची 6 प्रदेशको एकल अधिकार, अनुसूची 7 सङ्घ र प्रदेशको साझा अधिकार सूची, अनुसूची 8 स्थानीय तहको एकल अधिकार र अनुसूची 9 मा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची रहेको छ। यसरी हामी संविधानको 35 भाग र उसका अनुसूचीलाई यसरी विभाजन गरेर अध्ययन गर्दाखेरि हामीलाई पढ्न सहज हुनेछ। यही कुरा जानकारी गराउँदै आजको लागि यति नै। धन्यवाद।